रातको ठीक 12 बजेको थियो। शहरको कोलाहल कहिलेकाहीँ यसरी अचानक शान्त हुन्छ, मानौ कसैले कट भनेर सारा दृश्यलाई जमेको होस्। यो रात पनि त्यस्तै सन्नाटामा डुबेको थियो। मन्दाकिनी एउटा पुरानो र भव्य घरको काठको भुइँमा मेरो पाइलाको आवाज सुनिन्थ्यो। हरेक पाइलाले एक पुरानो रहस्यलाई बिउजाउँदै हिँडेको भान हुन्थ्यो। म मेरो अध्ययन कोठामा थिएँ। मेरो अगाडिको टेबुलमा कफीको चिसो मग र आधा लेखिएको एउटा हस्तलिपि थियो, मेरो अर्को उपन्यासको पहिलो मस्यौदा। मेरो नाम शिखर। म एक रहस्यमय कथाकार हुँ जसले शब्दहरूलाई होइन, छायाहरूलाई पछ्याउँछ। झ्यालको सिसाबाट बाहिर हेर्दा अन्धकारले ढाकेको बगैँचा मात्र देखिन्थ्यो, तर त्यस गहिरो अँध्यारोमा पनि मलाई सधैँ कसैको उपस्थिति महसुस हुन्थ्यो। मैले झ्यालको पर्दा लगाउन खोजे, तर त्यही बेला मेरो फोन बज्यो। अपरिचित नम्बर, अज्ञात नामबाट सुरक्षित। हेलो, मेरो आवाज रातको सन्नाटामा अलि चर्को सुनियो। उताबाट एउटा मिठो तर हताश आवाज आयो, शिखरजी, तपाईलाई थाहा छ म को हुँ? मैले तुरुन्तै चिने। यो आवाज जुन मेरो कथाको पात्र बन्न लागेकी थियो। आवा तिमी? यो रातको 12 बजे। तिमी कहाँ छेउ? म कतै सुरक्षित छैन शिखरजी। मैले तपाईलाई विश्वास गरेर बोलाएकी छु। म तपाईको छेउमा, तपाईको घर बाहिरै छु। उनको आवाजमा डरको एउटा पातलो कम्पन थियो। मेरो मुटुको धड्कन अचानक बढ्यो। मन्दाकिनीको बाहिर कसरी आइपुगी उनी? हामी त भर्खर केही दिन अघि एउटा पुस्तक विमोचन समारोहमा भेटेका थियौं। उनी एक प्रतिभाशाली चित्रकार जसको चित्रकलामा गहिरो र अर्थपूर्ण रहस्य लुकेको हुन्थ्यो। बाहिर के गर्दैछौ? भित्र आऊ, ढोका नखोलिदिनुस्। मलाई लाग्छ कसैले मेरो पिछा गर्दैछ। मलाई तपाईको घरको गोप्य बाटोबाट छिर्नुपर्छ, त्यो जुन तपाईको पुरानो उपन्यास विस्मित बाटोमा लेखिएको छ। मेरो हातबाट फोन खस्यो। विस्मित बाटो मेरो पहिलो र सबैभन्दा रहस्यमय उपन्यास थियो, जसको कथा मेरो यही पुरानो घरको एक गोप्य मार्गमा आधारित थियो। त्यो मार्गको बारेमा कसैलाई थाहा थिएन, न त मैले नै त्यसको अस्तित्व स्वीकार गरेको थिएँ। यो त केवल मेरो कल्पना मात्र थियो। तर आवालाई कसरी थाहा भयो? मैले हतारिएर भुइँबाट फोन उठाएर फुसफुसाएँ, तिमीलाई कसरी थाहा भयो त्यो बाटोको बारेमा? यही त रहस्य हो शिखरजी। तपाईको हरेक पात्र, हरेक कथा जस्तै म आउँदैछु। मलाई आफ्नो साथ दिनुस्। म तपाईको अपुरो उपन्यासलाई पूरा गर्न आएकी छु। फोन काटियो। मैले बाहिर हेरेँ। मन्दाकिनीको बगैँचामा पुरानो बत्तीको मधुरो प्रकाशमा एउटा नीलो स्कार्फ हावामा हल्लिरहेको देखियो। त्यो आभाको थियो। गोप्य बाटो। आभाले स्पष्ट रूपमा ढोका नखोल्न र कसैले पिछा गरिरहेको बताएकी छिन्। ढोकाबाट बोलाउँदा ऊ र शिखर दुवै खतरामा पर्न सक्छन्। रहस्यको गहिराई। गोप्य बाटोको प्रयोगले आभासँग जोडिएको रहस्यलाई अझ गहिरो बनाउँछ। उसलाई कसरी थाहा भयो त्यो बाटोको बारेमा? यो प्रश्नले कथामा ठूलो उत्सुकता पैदा गर्छ। कथाको पुष्टि। उपन्यासको शीर्षक अँध्यारो रातको गहिरो प्रेम हो। गोप्य बाटोले उनीहरूको सम्बन्धलाई सामान्य भेटघाटभन्दा बढी कुनै साझा रहस्य वा भाग्यको बन्धनसँग जोड्छ। तसर्थ शिखरले आफ्नो डरलाई पन्छाएर आफ्नो पुरानो घरको रहस्यमय भागलाई आभाको लागि खोल्नुपर्छ। अँध्यारो रातको गहिरो विस्मित बाटोको अनावरण। मैले ढोकातिर हेरेँ। मेरो दिमागले भन्दै थियो, सिधा गएर ढोका खोल शिखर। यो नाटक हो। तर आभाको आवाजमा जुन डर थियो त्यसले मेरो तर्कलाई बेवास्ता गर्न लगायो। साथै गोप्य बाटोको जानकारी। यो यस्तो सत्य थियो जुन म आफैले भुल्न खोज्दै थिएँ। मेरो अध्ययन कक्षको पछाडि ठूलो पुस्तकको र्याक थियो, जसमा पुस्तकालयका हजारौं धुलो जमेका पुराना किताबहरू थुपारिएका थिए। मलाई राम्ररी थाहा थियो ती सबै पुस्तकहरूमध्ये कुन चाहिँ मेरो साँचो थियो। मैले हतारिएर विस्मित बाटो उपन्यासको पहिलो संस्करण हातमा लिएँ। त्यसको गाथा यति पुरानो भइसकेको थियो कि हातमा समात्दा टुक्रिन्छ जस्तो लाग्थ्यो। मलाई याद आयो, मैले बाल्यकालमा बुबालाई त्यो बाटोको उपयोग गरेको देखेको थिएँ, तर त्यसपछि त्यो सधैँका लागि बन्द भयो। बाटो खोल्ने प्रक्रिया जटिल थियो। उपन्यासको गाथाभित्र लुकाइएको चाबी प्रयोग गर्नु पर्यो। दोस्रो ल्याकको तेस्रो लहरको बीचमा रहेको पुरानो ग्रीक शब्दकोशलाई विशेष कोणमा घुमाउनु पर्यो। मैले काँप्दै गरेको हातले काम सुरु गरेँ। जब मैले चाबीलाई र्याकको छेउमा रहेको एउटा सानो प्वालमा घुमाएँ, तब पुरै घरमा एउटा पुरानो धातु घिसिएको जस्तो आवाज गुन्जियो। मलाई लाग्यो यो आवाज बाहिर कसैले सुन्यो भने। त्यही बेला बाहिरबाट एउटा जिनो आवाज आयो, झ्यालमा ढुङ्गा बजारेको जस्तो। मैले आत्तिएर ग्रीक शब्दकोशलाई समातेँ र त्यसलाई ठ्याक्कै 90 डिग्रीमा घुमाएँ। गड्यान! मेरो अगाडिको पुरै पुस्तक र्याक एकाएक चिप्लियो र भित्रपट्टि एउटा साँघुरो, अण्डाकार सुरुङ देखियो।
भित्रबाट चिसो र भिजेको माटोको गन्ध आयो जुन धेरै वर्षसम्म कसैले प्रयोग नगरेको सुरुङको हुन्थ्यो। मैले सुरुङको मुखमा झुकेर फुसफुसाए, आभा। बाटो खुल्यो, छिटो गर। केही सेकेन्डको सन्नाटापछि एउटा कठोर सास फेरेको आवाज सुरुङभित्रबाट सुनियो। त्यसपछि उनको नीलो स्कार्फ र कालो जाडोको कोटमा बेरेकी आभा सुरुङबाट निस्किन्। उनी यति हताश देखिन्थिन् कि उनको अनुहारको रङ उडेको थियो। उनको आँखामा केवल डर र कृतज्ञताको एक अनौठो मिश्रण थियो। बाहिर फेरि एउटा पाइलाको आवाज आयो, यसपटक नजिक घरको भित्ता छेउबाट। मैले हतारिएर आभालाई भित्र ताने र पुस्तकको र्याकलाई पुरानो तरिकाले बन्द गरे। जब र्याक बन्द भयो, हामी दुई अँध्यारो कोठामा डर र उत्साहले भरिएर नजिकै उभिएका थियौं। आभाले मलाई समातिन्, उनको हात बरफ जस्तै चिसो थियो। धन्यवाद शिखर, यदि तपाईले अलि ढिलो गर्नुभएको भए। उनी बोल्न सकिनन्। मैले उनको चिसो हातलाई आफ्नो हातमा लिएर हल्कासँग थिचे। को थियो आभा? कसले तिम्रो पिछा गरिरहेको थियो? आभाले आफ्नो टाउको उठाइन्। उनको आँखामा डरको ठाउँमा अब एउटा निर्णय झल्किरहेको थियो। त्यो मेरो एउटा चित्रकला हो शिखर, जसले सास फेर्छ। डरको अँगालो र प्रेमको सुरुवात गोप्य बाटो बन्द भयो। कोठामा फेरि सन्नाटा छायो, तर यो सन्नाटा पहिलेको भन्दा फरक थियो। अब यो डरले घेरिएको न्यानो सन्नाटा थियो। आभाको चित्रकला जसले सास फेर्छ भन्ने अभिव्यक्तिले मेरो दिमागमा सयौं प्रश्न उब्जायो। तर त्यो क्षणमा प्रश्नभन्दा बढी सुरक्षाको भावना महत्त्वपूर्ण थियो। आभा अझै मसँग टाँसिएकी थिइन्, उनको शरीर चिसो र काँपिरहेको थियो। मैले उनका दुई हातलाई आफ्नो न्यानो हातभित्र बेरे। तिमी सुरक्षित छेउ आभा, मैले धेरै बिस्तारै भने। यहाँ कसैले तिमीलाई भेट्टाउन सक्दैन। मेरो त्यो सान्त्वनाको वाक्यले उनलाई अलि सहज महसुस गराएछ क्यारे। उनले मसँग जोडिएको टाउको उठाउँदै मेरो आँखामा हेरिन्। अँध्यारोमा पनि उनका आँखामा त्रासको साथसाथै एउटा गहिरो विश्वास चम्किरहेको थियो। तपाईले मलाई बचाउनुभयो। उनको आवाज मधुरो फुसफुस जस्तो थियो, तपाईको उपन्यासको पात्र जस्तै। म उपन्यास लेख्छु आभा, पात्रहरूलाई जीवन दिन्छु, तर म आफै कहिल्यै कुनै पात्र बनिन। आज पहिलो पटक मलाई मेरो कथाको रक्षक बनेको महसुस भयो। हामी दुवैले एक अर्काको आँखामा केही सेकेन्डसम्म हेरिरह्यौं। ती सेकेन्डहरूमा बाहिरको अँध्यारो र डर सबै बिर्सिएको थियो। हामी दुई एक अर्काको न्यानोपन र सासको तालमा केन्द्रित थियौं। मैले बिस्तारै मेरो हात उनको काँधमा राखे, उनलाई मबाट अलि पर हटाएर उनको अनुहार हेर्नको लागि। चित्रकलाको कुरा पछि गरौँला, पहिला तिमीलाई आराम चाहिन्छ। मैले उनलाई आफ्नो अध्ययन कक्षको पुरानो छालाको सोफामा बसाए। म तिम्रो लागि तातो कफी बनाइदिन्छु। यो रात लामो छ। जब म कफी बनाउन भान्सातिर जान लागेको थिएँ, आभाले मेरो हात समातिन्। उनको स्पर्श निकै बलियो र आवश्यक थियो। नजानुस्, उनले बिस्तारै भनिन्, मलाई एक्लै नछोड्नुस्। मलाई लाग्छ यदि तपाई मेरो छेउबाट हट्नुभयो भने त्यो रहस्य फेरि सक्रिय हुन्छ। उनको आँखामा रहेको एक्लोपन र डरले मलाई एक पलमा नै पगाल्यो। मैले कफी बनाउने विचार छोडिदिएँ। म सोफाको अर्को छेउमा बसे। हामी दुईको बीचमा सानो खाली ठाउँ थियो। बाहिरको चिसो र भित्रको डरको कारणले होला, त्यो खाली ठाउँ मलाई असहनीय लाग्यो। बिस्तारै म उनीतिर सरेर उनको नजिक बसिदिएँ। मैले उनको काँधलाई आफ्नो हातले अँगालेर उनलाई न्यानो दिने प्रयास गरे। त्यो अँगालो डरबाट सुरक्षित हुने एउटा सरल कार्य मात्र थिएन। यो दुई एक्ला आत्माहरूको मिलन थियो, जसमध्ये एकले अर्कोको अपुरो कथालाई पूरा गर्न खोज्दै थियो। आभाले आफ्नो टाउको मेरो छातीमा अड्याइन्। उनको शरीरको न्यानोपनले मेरो चिसो रातलाई एकाएक उत्साह र प्रेमको सुरुवात जस्तो बनायो। शिखर, उनले फुसफुसाइन्, तपाईको उपन्यासमा लेखिएका सबै कुरा, के त्यो सत्य थियो? कुन कुरा? आभा, हाम्रो डेट। मैले उनको कपालमा बिस्तारै हात चलाए। म सधैँ विश्वास गर्छु, केही कथाहरू पहिले नै लेखिएका हुन्छन्। हामी त केवल पात्रहरू मात्र हौं। त्यो रातको अँगालोमा डर कम हुँदै गयो र त्यसको ठाउँमा अद्वितीय नजिकताको महसुस भयो। उपन्यासको पहिलो अध्याय जुन लेख्न मलाई धेरै गाह्रो भएको थियो, अब आफैमा लेखिँदै थियो। म र आभा त्यो अँध्यारो रातमा एक अर्काको सुरक्षा र प्रेमको पहिलो पाना बन्दै थियौं। चित्रकलाको रहस्य र बिर्सिएको सम्बन्ध। कम्तीमा 1 घण्टासम्म हामी सोफामा चुपचाप बसिरह्यौं। मेरो न्यानो अँगालोमा आभाको शरीरको कम्पन बिस्तारै कम हुँदै गयो। बाहिरको सन्नाटाले प्रमाणित गर्यो कि खतरा तत्कालका लागि टरेको छ। मैले बिस्तारै उनको टाउको आफ्नो छातीबाट उठाएर उनको आँखामा हेरे। उनको अनुहार अब शान्त थियो, तर उनका आँखा अझै पनि एउटा गहिरो पुरानो कथा बोकेका थिए। अब भन आभा, मैले बिस्तारै भने, त्यो चित्रकला जसले तिम्रो पिछा गर्दैछ त्यो के हो? र किन तिमीलाई मेरो गोप्य बाटोको बारेमा थाहा थियो? आभाले लामो सास लिइन् र सोफामा सिधा बसिन्। उनको नजर अध्ययन कोठाको अँध्यारो कुनाहरूमा घुम्यो, मानौ उनले त्यो कुनामा भएको खतरालाई महसुस गरिरहेकी थिइन्। तपाईले भर्खरै भन्नुभयो, केही कथाहरू पहिले नै लेखिएका हुन्छन्। मेरो चित्रकला पनि त्यस्तै हो शिखर। त्यो मेरो कला होइन, त्यो एउटा नियति हो।
उनले आफ्नो झोलाबाट एउटा पुरानो पट्याउन मिल्ने कागजको पाना निकालिन्। यो एउटा स्केच थियो, केवल कालो र सेतो कोइलाले कोरिएको, तर त्यसको भाव यति गहिरो थियो कि हेर्ने बित्तिकै शरीरमा काँडा उठ्थ्यो। यो चित्रकलाको नाम हो अधुरी छाया, आभाले फुसफुसाइन्। चित्रकलामा अँध्यारो रातको पृष्ठभूमिमा एउटा मानव आकृति थियो जसको अनुहार पूर्ण रूपमा अँध्यारोले ढाकिएको थियो। उसको एक हातमा एउटा पुरानो हस्तलिपि थियो र अर्को हात मेरो घरको पुरानो काठको ढोकातिर लम्किएको थियो। सबैभन्दा अनौठो कुरा त्यो आकृतिले लगाएको कोटको शैली, त्यो हस्तलिपिको आकार। मैले ती सबै कतै देखेको थिएँ। मैले यो 6 महिना अघि बनाएकी हुँ। बनाउँदै गर्दा मलाई यस्तो लाग्यो मैले कोइलाले कोरिरहेकी छैन, बरु कुनै स्मृतिलाई पुनर्जीवित गर्दैछु। जब मैले यसलाई पूरा गरे तब मलाई डर लाग्न थाल्यो। डर किन? मैले सोधे। किनभने जसै रात पत्र्यो मलाई लाग्थ्यो चित्रकलाको त्यो अधुरी छायाले सास फेर्न थाल्छ। यो चित्रकलाको पाना चिसो हुन थाल्थ्यो र मेरो कोठाको भुइँमा बिस्तारै ओस जम्न थाल्थ्यो, जसरी सुरुङभित्र जमेको थियो। आभाले मेरो हात समातिन् र चित्रकलामा रहेको हस्तलिपितर्फ औल्याइन्। यो हस्तलिपि यो मेरो होइन शिखर, यो तपाईको हो। यो तपाईको अँध्यारो रातको गहिरो प्रेमको पहिलो मस्यौदा हो, जुन तपाईले कहिल्यै कसैलाई देखाउनु भएको छैन। मेरो शरीर चिसियो। यो असम्भव थियो। मेरो हस्तलिपिको बारेमा म र मेरो कम्प्युटर बाहेक कसैलाई थाहा थिएन। मैले काँप्दै सोधे, यो हस्तलिपि यो कसरी मेरो भयो? र त्यो छाया त्यो को हो? आभाले मलाई गम्भीरतापूर्वक हेरिन्। मलाई तपाईको गोप्य बाटोको बारेमा कसरी थाहा भयो भन्ने कुराको जवाफ यही चित्रकलामा लुकेको छ। त्यो छाया शिखर, त्यो तपाईको बिर्सिएको अंश हो। मेरो बुबाले यो घर बनाउँदा उहाँले यो चित्रकला बनाउनु भएको थियो। आजभन्दा 25 वर्ष पहिले मैले बिस्तारै सम्झे। उहाँ एक चित्रकार थिए, तर उहाँले यो चित्रकला कहिल्यै पूरा गर्नु भएन। उहाँले भन्नुभएको थियो यो छायालाई पूर्ण गर्न कसैको गहिरो प्रेम चाहिन्छ। यो चित्रकला अधुरो छ र यसले अधुरै रहने कोसिस गर्छ। उहाँले यो चित्रकला एक रात घरबाट निकालेर जलाउन खोज्नु भएको थियो, तर उहाँ आफै हराउनु भयो। आभाको आँखा ठूला भए। त्यो होइन शिखर, मैले यो चित्रकला बनाएकी हुँ। तर तपाईको बुबाको त्यो कथा सत्य हो। मलाई लाग्छ मैले तपाईको बुबाको अधुरो कामलाई पुनः सिर्जना गरेकी छु। अनि त्यो छाया जसले अहिले तपाईलाई पिछा गरिरहेको छ, त्यो तपाईको बुबाले जलाउन खोजेको अधुरी ऊर्जा हो। त्यो छाया त्यो तपाईको अधुरो उपन्यासको पात्र बनेर तपाईलाई पूर्ण गर्न आएको छ। र यो चित्रकलालाई पूर्ण गर्न हामी दुईलाई एक अर्काको साथ चाहिन्छ। त्यो रात हामी दुई केवल सुरक्षा खोज्ने अपरिचितहरू रहेनौं। हामी एउटै रहस्य, एउटै बिर्सिएको कलाकृति र एउटै पुरानो प्रेमको सूत्रले बाँधिएका थियौं। अधुरी छायालाई पूर्णता दिने प्रयास। आभाको स्पष्टीकरणले मेरो दिमागको हरेक कुनामा प्रकाश छरिरहेको थियो। मेरो बुबाको बिर्सिएको कलाकृति, मेरो अपुरो उपन्यास र आभाको रहस्यमय आगमन, यी सबै एउटै अदृश्य धागोले जोडिएका थिए। मेरो बुबाले यसलाई जलाउन खोज्नुभयो र उहाँ हराउनुभयो। मैले गहिरो सास लिए। यसको अर्थ अधुरी छाया एउटा सामान्य चित्रकला होइन आभा, यो एउटा बाँधिएको ऊर्जा हो। यसलाई नष्ट गर्न खोज्नु खतरा मोल्नु हो। आभाले सहमति जनाइन्। यसले मेरो पिछा यसकारण गरिरहेको छैन कि यो मलाई हानि पुर्याउन चाहन्छ शिखर। यसले मलाई तपाईको छेउमा पुर्याउन खोजेको हो, ताकि हामी दुई मिलेर यसलाई शान्त पार्न सकौं। मैले स्केच हेरे जहाँ त्यो छाया मेरो हस्तलिपितिर लम्किएको थियो। तपाईले भर्खरै भन्नुभयो यसलाई पूर्ण गर्न गहिरो प्रेम चाहिन्छ। मलाई लाग्छ त्यो प्रेम हाम्रो अपुरो उपन्यास हो आभा। त्यो हस्तलिपि, अँध्यारो रातको गहिरो प्रेम नै त्यो चित्रकलाको हराइरहेको अंश हो। त्यसो भए आभाले मेरो हात समातिन्। उनको आँखामा अब डर होइन, एउटा रोमाञ्चक संकल्प थियो। हामी यसलाई नष्ट गर्दैनौं। हामी आज राति यसलाई पूरा गर्छौं। रातको लेखन यात्रा। त्यो रातको 12:30 बजेको थियो। शहर गहिरो निद्रामा थियो, तर मन्दाकिनीको अध्ययन कक्षमा दुई आत्माहरू एउटा असाधारण कार्यमा जुटेका थिए। मैले आफ्नो कम्प्युटर अन गरे र अपुरो उपन्यासको फाइल खोले। आभा मेरो छेउमा बसिन्। उनको स्केच अधुरी छाया हामी दुईको बीचमा राखिएको थियो। त्यो स्केचको चिसोपनले हामीलाई एक अर्काको न्यानोपनको महत्व अझ बढी महसुस गराउँथ्यो। मैले लेख्न थाले र आभाले कोर्न थालिन्। हामीले चित्रकलाको अधुरी छायालाई हाम्रो उपन्यासको प्रमुख पात्र बनायौं, एक यस्तो प्राणी जो केवल प्रेमले मात्र पूर्ण हुन सक्छ। शिखरको लेखन मैले लेखे कि कसरी हाम्रो पात्र छायालाई यो अन्धकार संसारमा एउटा जीवनको किरणको खाँचो छ। मैले शब्दहरूमा हाम्रो भावनात्मक नजिकता, डर र विश्वासलाई समावेश गरे। मेरो हरेक वाक्यले आभाको डरलाई सान्त्वना र आशाको सन्देश दियो। ऊ एउटा अधुरो आवाज थियो, अँध्यारोमा भड्किरहेको आत्मा जसले एकजना कलाकारको हात र एकजना लेखकको कलमबाट मात्र मुक्ति पाउन सक्छ। आभाले मेरो कथालाई ध्यानपूर्वक सुनिन् र आफ्नो कोइला कलमले स्केचलाई पूर्णता दिन थालिन्। उनले त्यो छायाको अँध्यारो अनुहारको ठाउँमा बिस्तारै शान्त र सुन्दर आँखाहरू कोरिन। उनले प्रेमलाई भौतिक रूप दिन थालिन्। जब मैले उपन्यासमा प्रेमको पहिलो चुम्बन लेख्न थाले, आभाको हात काँप्यो र उनले
चित्रकलाको छायाको हातमा रहेको हस्तलिपिमा एउटा चम्किलो तारा कोरिन्। रातको 2 बजेतिर जब मैले उपन्यासको मुख्य पात्र छायालाई उसको जीवनको किरण आभासँग मिलन गराए र पहिलो अध्याय पूरा गरे, तब आभाले पनि स्केचमा कोइला कलम चलाउन बन्द गरिन्। अधुरी छाया अब पूर्ण भइसकेको थियो। त्यो डरलाग्दो छाया अब शान्त र आकर्षक आकृतिमा परिणत भएको थियो र हस्तलिपिको हातमा रहेको तारा टल्किएको थियो। त्यही बेला हामी दुईको बीचमा राखिएको स्केच एकाएक तातो भयो र त्यसबाट चम्किलो सेतो प्रकाश निस्कियो। त्यो प्रकाश यति शक्तिशाली थियो कि हामी दुवैले आँखा चिम्ल्यौं। जब प्रकाश हरायो हामीले आँखा खोल्यौं। हाम्रो अगाडि सोफामा अब त्यो स्केच थिएन। त्यसको ठाउँमा हाम्रो अपुरो उपन्यासको हस्तलिपि थियो, जसको पहिलो पानामा सुनौला अक्षरमा लेखिएको थियो, अँध्यारो रातको गहिरो प्रेमपूर्ण। हामी सफल भयौं। हामीले डरलाई नष्ट गरेनौं, बरु त्यसलाई प्रेममा परिणत गर्यौं। मैले आभालाई हेरेँ। उनको अनुहारमा थकानको भाव थियो, तर त्यसको ठाउँमा एउटा गहिरो सन्तुष्टि थियो। मैले बिस्तारै अगाडि बढेर उनलाई अँगालो हाले। यो अँगालो सुरक्षाको थिएन, यो विजय र प्रेमको स्वीकारोक्तिको थियो। हामीले गर्यौं आभा, मैले उनको कानमा फुसफुसाए। हो शिखर, हाम्रो उपन्यास पूरा भयो र हाम्रो कथा भर्खर सुरु हुँदैछ।